कविताको शीर्षक पैँसो। हरियो कागज, त्यसमा पनि कालो सेतो रातो बुट्टा भरेको, अलिकति कडा अलिकति नरम, बास्ना झन् छुट्टै किसिमको। सबैको शौक निकै, चाहे त्यो बच्चा वृद्ध र अपाङ्ग किन नहोस्। सबै लालची छन्, सबै भोगी छन्। म त झन् कति थाहा छैन पैसा किन सबैको यति प्यारो। लाग्छ म पनि एकपटक पैँसो भनिदिउँ, तर मिथ्यामा सीमित। मलाई पनि पैँसो कमाउन ठुलो धोको छ, किनकि यहाँ पैँसोले नै आफ्नो बिरानो चिनिदो रहेछ। पैँसोकै रूप हेरी नाता गोता जोडिदो रहेछ। आज पश्चाताप गर्दैछु, किन जोडे मैले त्यस्तो नाता, जुन नातामा बानी व्यवहार र विचार हेरिँदैन, मात्र हेरिदो रहेछ त पैँसो, मात्र हेरिदो रहेछ त धन सम्पत्ति, मात्र हेरिदो रहेछ त महँगा महँगा घर गाडी, मात्र पैँसो। म त एक अबोध मानव, मलाई के थाहा साथी बनाउन पनि पैँसो चाहिन्छ भनेर। गुन्द्रुक अनि ढिँडो खान पल्किएको म थाहै भएन, त्यो भन्दा पनि अझ मिठो मिठो खाना खान पाइन्छ भनेर। तर पैँसो अवरोधी भई जन्मिन्थ्यो। मलाई याद छ, महिनौसम्म बाबाको कोटको गोजीमा मात्र 25 पैँसोले बास गरेको। त्यो बीचमा कति बाधा अर्चना आए, कति दुःख वेदना आए, कति कष्टपूर्ण जीवन थियो। कैयौं छाक गुजार्नै गाह्रो। ए पैँसो, नरुवा न ए मेरो आमा र बाबालाई, नरुवा न ए मेरो बहिनी र दिदीलाई। बरु जति रुवाउनु छ, जति दुःख दिनु छ, मेरो आमा बाबा दिदी र बहिनीलाई, त्यो भन्दा 10 गुणा बढी मलाई रुवा, त्यो भन्दा 10 गुणा बढी मलाई दुःख दे। किनकि आमा बाबाको आँसु र दिदी बहिनीको चित्कारले मेरो मन निकै भारी हुन्छ। आत्मघात गर्न तम्सिन्छु, तर सक्दिन। म भ्रममा रहेछु। मान्छेको पढ्ने, खेल्ने, रमाउने, डुल्ने सबै जन्मसिद्ध नैसर्गिक अधिकार हुन् भनेर, र त्यहीको जवाब अहिले पाएँ। मुख्य न्यायाधीश त पैँसो पो रहेछ। मलाई पैँसो चाहिँदैन, तर पनि कमाउनु छ, किनकि बाबाको पुरानो धोत्रो इस्टकोट फेर्नु छ, आमाको च्यातिएको चोलीमा टल्ली हाल्नु छ, दिदीको मैलो पटुकी धुनु छ, बहिनीलाई मिठो मिठाई खुवाई खुसी पार्नु छ। म पैँसोको भोगी हुँ। मलाई आफूले सोचे भन्दा पनि धेरै पैँसो कमाउनु छ। पैँसो त्यति होस् जति पैँसो घरमा कहिल्यै नअटाओस्।
बाटो, समुद्र, पहाड सबै ढाकिदियोस्। आमा, बाबा र दिदी बहिनीको सबै चोटमा मलम लगाइदियोस्। अनि म त्यो सबै खुसीको ज्वालालाई नजिकदेखि नियालिरहेको होस् र मैले मनमा नै सोचिरहेको होस्, वास्तवमा जिन्दगी त पैसोमा पो रहेछ।